सानो हुन्जे स्कुल जानु मन लाग्दैन थियो होइन जब कहिले शनिबार आउला कहिले शुक्रबार आउला र घरैमा बसौला जस्तो हुन्थ्यो होइन जब ठुलो हुनु लाग्यो 9 क्लास 10 क्लासमा पुग्नु लाग्यो होइन टक्क तरुणीहरू राम्रो राम्रो मन पराउनु लाग्ने तरुणीहरूले पनि टक्क मन पराउने होइन त्यसपछि त शुक्रबार शनिबार त कहिल्यै नआओस् जस्तो हुन्थ्यो क्या बुढी होइन अब सँगै सिटमा बस्नु पाइने टक्क अनि छुट्टी भइसकेपछि यसरी लप परेको केटीसँग यसरी तासिएर बस्नु पाइने होइन शुक्रबार र शनिबार त कहिल्यै नआओस् जस्तो हुन्थ्यो अनि तरुणीहरूले पनि मिठो मिठो खानु ल्याउँथ्यो होइन टक्कसँगले कहिले काहीँ यसो टक्क मिठो खुवाउँथ्यो अनि लुकाएर राखिदिन्थ्यो है ल है कान्छा त्यहाँ राखिदिएको छ है खरभिरमा भन्थ्यो होइन ओहो कम मजा आउँथ्यो र त्यतिखेर बुढी ए ल अहिलेको थोथरे बुढीलाई त यसरी च्यापेर हिँड्नु मन लाग्छ त्यतिखेरको त झन् तरुनी क्या लप परेको कहिल्यै नछुटाउ जस्तो हुने 4 बज्दा पनि 4 नबजे जस्तो नबजोस् जस्तो लाग्ने यार यार त्यो जिन्दगी कता गयो हौ बुढी यार अहिले त यही थोथरे बुढी च्याप्या छ हिँड्नु परेको छ ल हेर ल